साथीहरु हामीले कसरी यस्तो खालको पेनड्राइभलाई बुटेबल बनाउन सकिन्छ भनेर म यो भिडियो बनाउन गइरहेछु है। यस्तो खालको पेनड्राइभमा कसरी हामीले विन्डोज 10 विन्डोज 11 अपरेटिङ सिस्टम हाल्न सकिन्छ, हामीले कसरी डाउनलोड गर्ने भनेर अपरेटिङ सिस्टममा सबै देखाउँछु है तपाईहरुले। अन्तिमसम्म हेर्दिनु होला हाम्रो यो भिडियो है। हामीले कसरी रिफसको मार्फतबाट हामीले कसरी पेनड्राइभलाई बुटेबल बनाउन सकिन्छ है, पेनड्राइभलाई कसरी बुटेबल बनाउन सकिन्छ, कसरी विन्डोज लोड गर्ने भनेर हामी सबै देखाउँछु है तपाईहरुले। हामीले रिफसबाट यहाँबाट रिफसमा गएर हामीले रिफसबाट कसरी साथीहरु मैले चाहिँ विन्डोज 10 पहिलादेखि नै डाउनलोड गरेर राखेको छु है स्क्रिनमा। मैले चाहिँ पहिलादेखि नै विन्डोज डाउनलोड गरेर राखेको छु। तपाईहरुले विन्डोज कसरी डाउनलोड गर्ने भनेर मैले चाहिँ अर्को भिडियो बनाउँछु है। मेरो अर्को भिडियो हेर्नु होला है। म अर्को भिडियो बनाउँछु विन्डोज कसरी कहाँबाट डाउनलोड गर्ने भनेर। मैले चाहिँ विन्डोज रिफसबाटै डाउनलोड गरेको है। हामीले कसरी यसलाई बुटेबल बनाउन सकिन्छ भने हामीले सबभन्दा पहिला पेनड्राइभ कनेक्ट गर्ने है। पेनड्राइभ सीपीयूमा कनेक्ट गर्ने। पेनड्राइभ सीपीयू कनेक्ट भइसकेपछि मैले पेनड्राइभ कनेक्ट गरेँ है सीपीयूमा। पेनड्राइभ कनेक्ट भइसकेपछि हामीले यहाँ चाहिँ सर्च बारमा के गर्ने भने रुफुस भनेर सर्च गर्ने। रुफुस डाउनलोड छ अनि मात्र सर्च गर्ने है। रुफुस हामीले माइक्रोसफ्ट स्टोरबाट पनि अथवा गुगलबाट पनि डाउनलोड गर्न सकिन्छ है। हामीले रुफुसलाई सबभन्दा पहिला ओपन गर्ने। यहाँ पर्मिसन मागिरहेको छ, पर्मिसनमा यहाँ गर्ने। रुफुस ओपन भइसकेपछि हामीले के गर्ने भने यहाँ सिलेक्ट भन्ने अप्सन छ हैन। सिलेक्ट गर्ने अप्सन चाहिँ यहाँ सिलेक्ट गरेर हामीले कहाँ चाहिँ विन्डोज फाइल डाउनलोड गरेछु यहाँ हामीले मैले चाहिँ डेस्कटपमा डाउनलोड गरेछु है। डेस्कटपमा क्लिक गर्ने। डेस्कटपमा यहाँ हेर्ने मेरो विन्डोज 10 भनेर छ। यहाँ हामीले सिलेक्ट गर्ने है। यसलाई सिलेक्ट गरेर ओपन गरिदिने। यहाँ क्रिएट भइरहेछ है। यहाँ हेर्नु कपी आइएसओ फाइल भन्ने यहाँ तल देखायो भने हाम्रो चाहिँ विन्डोज पेनड्राइभमा अपलोड भइरहेछ है। अहिले हाम्रो पेनड्राइभ बुटेबल भइरहेछ। मेरो पेनड्राइभ पनि कनेक्ट छ है। म तपाईँलाई देखाउँछु है। यहाँ हेर्नु मेरो पेनड्राइभ पनि कनेक्ट छ है। बन्न स्टार्ट भइसकेको छ। यहाँ बुटेबल बन्न स्टार्ट भइसकेपछि तपाईँहरूको यस्तो भयो भने बुझ्नु बुटेबल भइरहेछ। यहाँ बुटेबल हुनुहुन्थ्यो। त्यस फाइनली मेरो चाहिँ पेनड्राइभ बुटेबल भइसकेको छ है। यहाँ मेरो रेडी भएर आयो है। कम्प्लिट भएर बुटेबल भइसक्यो है। बुटेबल भइसकेपछि हामीले यहाँबाट क्लोज गर्ने है। क्लोज गरिसकेपछि एकचोटि हामीले के गर्ने भने पेनड्राइभ रिमुभ गर्ने। पेनड्राइभ रिमुभ गरेर फेरि पेनड्राइभ इन्जेक्ट गर्ने है। इन्जेक्ट गरिसकेपछि त्यसपछि हामीले डिस पीसीमा गएर यहाँ डिस पीसीमा गएर यस्तो हेर्नु देखाउँछ है तपाईँहरू पेनड्राइभ। यहाँ एकचोटि रिफ्रेस गर्दा यस्तो देखाउँछ है। यस्तो देखाएन भने यहाँ एकचोटि रिफ्रेस गर्नु होला तपाईँहरूको देखाउँछ। यस्तो देखिसकेपछि तपाईँहरूको पेनड्राइभ चाहिँ बुटेबल भइसकेको छ है। तपाईँहरूको पेनड्राइभ बुटेबल भइसकेको छ। यस्तै खालको भिडियो हेर्नको लागि यो च्यानल सब्स्क्राइब गरी बेल आइकन दबाइदिनु होला है।